भरतपुर महानगरपालिका र रत्ननगर जोड्ने टिकौली जंगलमा आज बिहान 11:40 जाँदा 8वटा सवारी साधन एक आपसमा ठोकिँदा 19 जना घाइते भएका छन्। व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोकिएको बताइएको छ। दुर्घटना स्थलबाट 19 जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार भरतपुर 9 मा पर्ने टिकौली जंगलमा भरतपुरबाट टाढीतर्फ जाँदै गरेको न 1 क 6161 नम्बरको अक्सफोर्ड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको न 2 च 8446 नम्बरको सब बोकेर देवघाट तर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो। त्यसपछि 8वटा सवारी साधन एक आपसमा ठोकिएका थिए। दुर्घटनामा घाइते 19 जनालाई चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले बताएका छन्। लास्ट गाडी हो। लास्ट गाडी हो। टिकौली जंगलमा अक्सफोर्ड कलेज लास्ट गाडी हो।